आज हामी खरिदारको नयाँ सिलेबसको बारेमा बुझ्नेछौँ। खरिदारमा अहिले 3वटा पेपर हुन्छ, पहिला जस्तै फर्स्ट पेपर, सेकेन्ड पेपर र थर्ड पेपर। सबभन्दा पहिला फर्स्ट पेपर बुझौँ। फर्स्ट पेपरमा जीके हुन्छ र आइक्यू, जसले हामी स्किल टेस्ट पनि भन्छौँ। यो दुइटै मिलाएर टोटल 50 वटा क्वेसन हुन्छ। 50 वटा क्वेसन, एउटा क्वेसनमा 2 मार्क, दुइटै मिलाएर टोटल हाम्रो 100 मार्कको हुन्छ, जसमा पास हुनको लागि 45 मार्क अनिवार्य हुन्छ। जसरी 2 मार्क एउटा क्वेसनको लागि छ, त्यसरी नै मिस्टेक हुन्छ भने, कुनै क्वेसन गल्ती भयो भने त्यसको पनि नेगेटिभ मार्क कट्नेछ। फर्स्ट पेपरको लागि हाम्रो समय अवधि 45 मिनट हुन्छ। त्यसरी नै अब हामी सेकेन्ड पेपरको बारेमा बुझौँ। सेकेन्ड पेपरमा कार्यालय व्यवस्थापन, अफिस म्यानेजमेन्टको बारेमा हुन्छ। सेकेन्ड पेपरमा 100 मार्क फुल हुन्छ र पास मार्क 40 हुन्छ, जसमध्ये 12वटा के हुन्छ, जसमा 12वटा सर्ट क्वेसन हुन्छ र 4वटा लङ क्वेसन हुन्छ 10-10 मार्कको र 12वटा 5-5 मार्कको। समय अवधिको कुरा गर्दा 2 घण्टा र 30 मिनटको हुन्छ। त्यसरी नै थर्ड पेपरको कार्य ज्ञान सम्बन्धी हुन्छ, जसले जब नलेज रिलेटेड सब्जेक्ट भन्नेछु। यो पनि फुल मार्क 100 हुन्छ र पास मार्क 40 हुन्छ। अब पहिलाभन्दा अहिले के चेन्ज आएको छ भने, पहिलाको सिलेबस, खरिदारको सिलेबसमा हामीलाई पास मार्क मात्र 40 थियो, अहिले 45 गरिदिएछ। अर्को कुरा, पहिला हाम्रो फर्स्ट पेपरको जति पनि मार्क आउँथ्यो त्यसको केही प्रतिशत हाम्रो सेकेन्ड पेपर, थर्ड पेपरमा पनि एड हुन्थ्यो। अहिले त्यो एड हुने सिस्टम हटिहालेछ। यही भयो हाम्रो फर्स्ट पेपर, सेकेन्ड पेपर र थर्ड पेपरको अहिलेको सिलेबस, जसमा हामी अर्को भिडियोमा के यो फर्स्ट पेपरमा के छ, सेकेन्ड पेपरमा के छ र थर्ड पेपरमा के छ त्यो बुझ्नेछौँ। धन्यवाद।